अहिले एउटा कुरो राजा आउनुभयो र राजासँग गफ गर्दै सुरु दरबारभित्र पस्यौँ भने के गर्छन् यिनीहरूले के गर्छन् भन्नु न टिकट काट्नुपर्छ दरबारभित्र जानलाई अहिले दुईटा टिकट लिनु पर्यो नि पर्दैन त्यो टिकटको कुरा छोडिदिनु न राजा भनेको राजा अहिले पनि म भन्नु ल अहिलेको प्रधानमन्त्रीलाई राजाको अगाडि लगेर उभियाइदिउँ त झुक्छन् के कुरा गर्नुहुन्छ हामीलाई थाहा छैन तर राजालाई मेरै हातले समातेर लगेर दरबारमा छिराएर त्यो सिरिपेज लगाइदिने काम दुर्गा प्रसाईले गर्छ अनि यहाँ तपाईँको अगाडि गफ गरेर बसेको को जस्तो लाग्यो एउटा तल रिक्सावालादेखि नि राजाले पनि के भन्नुभयो भनेदेखि नि राजसी शैलीमा मैले आफ्नै तरिकाले भने म त एउटा किसानको छोरो हो नि त मेरो आफ्नै शैलीमा भने राजाले राजसी शैलीमा टक्कसितले मिलाएर लेखेर त्यही मेरा भाषाहरूलाई मिलाइवरी लेखेर प्राउन्टरमा बसेर मजाले राजसी शैलीले दिनुभयो त्यति दिँदा काम पुग्यो त यिनीहरूको काम पुगेन शैली आफ्नै हैन तपाईको शैली आफ्नै राजाको राजसी शैली राजाले दिनुभयो ऊ अर्को शेरबहादुर देउवा जान आँटेका थिए उहाँ योगी आदित्यनाथले यो शेरबहादुर आउने कार्यक्रममा म आउँदिनँ भनेर भनेपछि ऊ गएन हेर्नुभयो कुरो के हैसियत रहेछ त्यत्रो दम थियो भने नि कारवाही गर्ने भए गरेर देखाउँ त ल गरेर देखाउँ त केही पाक्दै पो छ कि राजाको विषयमा केही पाक्दैन तपाईँलाई म भन्नु 98% पुलिस हाम्रो पक्षमा छ 98% आर्मी हाम्रो पक्षमा छन् 98% जनता हाम्रो पक्षमा छन् नागरिक विदेशमा गएका 98% युवा जति हाम्रो पक्षमा छन् बुझ्नुभयो